2082 साल फागुन 18 गते फागु पूर्णिमा अर्थात् होली पर्व, असत्यमाथि सत्यको जित भएको दिन, एकअर्कामा रङ दलेर प्रेम र उल्लास साटासाट गर्ने विशेष दिन, हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व। अरू दिनहरूमा आफ्नो कार्यव्यस्ततामा व्यस्त रहने हामी यो विशेष पर्वमा एकअर्काप्रति भेटघाट गरौँ भन्ने मनसायका साथ एकअर्काप्रति रङ दलेर माया प्रेम साटासाट गरेर यो खालको रमाइलो गर्न सफल भयौँ। दिजुको घरमा एकअर्काप्रति रङ साटासाट गरेर फोटो सेसन गरेर अनि टिकटकहरू भिडियोहरू बनाएर धेरै नै रमाइलो गरेर तत्पश्चात चाहिँ हामी अब अलिकति डाँडातिर जानुपर्छ भन्ने हाम्रो प्लानिङ भयो र प्लानिङ मुताबिक हामी काजी कालु पाण्डेको हत्या भएको ठाउँ कालु पाण्डे डाँडातिर हामी लाग्दैछौँ। आज यो टिमले भव्य गर्नेवाला छ। योभन्दा मादल बोकेर आउनु भएको रहेछ र त्यो मादलमा सल्यानी टोनमा हामी झ्याउरे नाच हान्दैछौँ। यसरी रमाइलो गरिसके पश्चात हामीले आउँदै गरेको चुनाव लक्षित केही भलाकुसारी पनि गऱ्यौँ, आफ्ना ओपिनियनहरू पनि प्रस्तुत गऱ्यौँ, आफ्ना व्यक्तिगत कुरा, पारिवारिक कुरा र भविष्यका योजनाका बारेमा भलाकुसारी गरेर केही समयको लागि यो होली पर्वको यो विशेष अवसरमा मिठो रमाइलो एकदमै स्मरणयोग्य पल क्रिएट गरेर हामी त्यहाँबाट फर्क्यौँ। घरबाट मादल बोकेर ल्याएर यो मनोरञ्जनमा अहम भूमिका खेल्नुहुने यो बन्दाईलाई हाम्रो टिमले त्यहाँबाट बिदा गर्यो। रङ जसरी रङ परिवर्तन गर्ने मान्छेहरूसँग दूरी सदा सदा कायम भइरहोस् र रङ जसरी रङ्गीन भइरहोस् तपाईँहरू सम्पूर्णको जीवन। धेरै धेरै शुभकामना।